Hey guys, good morning. Welcome to our new video र आजको भिडियो समथिङ स्पेसल हुनेछ र म आफ्नो लाइफको एक्सपिरियन्स सेयर गर्न चाहन्छु आइएल्स एक्जामको है त आइएल्स मक टेस्टको मेन त सुन बेसिकली आइएल्स भनेको एउटा इङ्ग्लिस प्रोफिसिएन्सी टेस्ट हो हामीले एब्रोड कन्ट्री जानको लागि हामीले इक्जाम दिनुपर्ने हुन्छ सो त्यही हो र एकदमै महँगो हुन्छ इक्जाम 37,000 लगभग एप्रोक्स 37,000 हुन्छ एउटा इक्जाम दिनुको 37,000 तिर्नुपर्छ लाइफको सबभन्दा महँगो इक्जाम छ र आइएम गोइङ टु सो यु समथिङ है फर्स्ट अफ अल दिस इज माई फर्स्ट मक टेस्ट क्वेसन पेपर राइटिङ हेर्न सक्नुहुन्छ यस्तो आएको थियो हाम्रो क्राप आएको थियो त्यसपछि टास्क 2 को राइटिङको यस्तो क्वेसनहरू आएको थियो अरू चाहिँ नर्मल र मेरो फर्स्ट मक टेस्टको रिजल्ट सो आई एम गोइङ टु सो यु माई आन्सर सबसे पहिलो हाम्रो पन्नामा छ हाम्रो लिसनिङ है मेरो लिसनिङमा कति आएको छ 6.5 निशान्त र रिडिङमा देखाउँछु म रिडिङमा हल्का बढी छ 7.5 सो अलमोस्ट मेरो रिडिङमा 30 आउट अफ 40 मा मेरो लगभग 32 आएको छ समथिङ र लिसनिङमा चाहिँ हल्का कम आयो 29 30 समथिङ जस्तो आयो होला राइटिङको पार्ट 1 मा मेरो कति आयो भनेपछि हल्का कम छ यहाँ 6 र राइटिङको पार्ट 2 मा आएको चाहिँ मेरो यसमा सबभन्दा कम छ है देखियो कि नै 5.5 छ र मैले यत्रो इक्जाम त्यसपछि यो फर्स्ट मक टेस्ट हो मेरो त्यसपछि दोस्रो सेकेन्ड मक टेस्ट यहाँ छ है यत्रो मक टेस्ट दिएँ त्यसपछि मैले बेसिकली एउटा बुझेको भनेको कुरा के रहेछ भने चाहिँ मान्छेहरूको सबभन्दा बढी मिस्टेक हुने भनेको एउटा रिडिङ सबैमा मिस्टेक हुन्छ बेसिकली हाम्रो लिसनिङमा भनेको एकचोटि सुन्ने वान टाइम लिसनिङमा मान्छेको गडबडी हुने रिजन चाहिँ वान टाइम हो कि एकचोटि सुने एक ठाउँमा अड्क्यो भने नि त्यो सकियो नो चान्स सो हाम्रो सबसे पहिलो कुरो भनेको लिसनिङ हुन्छ नि लिसनिङमा एक टाइम मात्र सुन्ने हुन्छ मेन हाम्रो प्रब्लम गराउने चिज नै त्यही हो कि एकचोटि सुन्नुपर्ने हुन्छ एकचोटि सुनेर सब लेख्ने मतलब हुन्छ क्वेसन पढ्ने टाइम दिन्छ 30 सेकेन्ड क्वेसन पढ्ने दिन्छ टास्क 1 को लागि टास्क 2 को लागि 30 सेकेन्ड जस्तो भनेर हुन्छ के र एउटा यसको लागि म बेसिक टिप्स के दिन चाहन्छु भने एउटा आफ्नो इङ्ग्लिस राम्रो बना सुन्नलाई र मेरो पनि कमजोर छ नाइ बुझ्न त बुझ्छु है फेरि म इङ्ग्लिस नबुझ्ने होइन र हल्का सार्प माइन्ड होस् के एउटा वर्ड जस्तो कुनै कुनै धेरै डिफिकल्ट हुने वर्डहरू हुन्छन् त्यो वर्ड सुनेर कन्फ्युज हुने टाइम नै हुँदैन कि त्यसमा त सुन्ने अगाडि बढ्ने र दोस्रो कुरो एउटा क्वेसनमा नअड्केर नरबस्ने एउटा क्वेसन अड्क्यो छोडेर अर्को क्वेसनमा गइहाल्ने किनभने टाइम हुँदैन त्यसमा एउटामा अड्क्यो अर्को छुट्यो नाउ इट्स अबाउट लेट्स टक अबाउट रिडिङ टेस्ट रिडिङमा चाहिँ हाम्रो 60 मिनट हुन्छ 3टा प्याराग्राफ हुन्छ 3टा प्याराग्राफ मतलब 3टा पार्ट हुन्छन् भनौँ 3टा पार्टमा हामीलाई हरेक पार्टको लागि 20 मिनट हुन्छ एउटा पार्टमा कतिवटा प्याराग्राफ हुन्छ थाहा छ अलमोस्ट 6-7 वटा प्याराग्राफ हुन्छ त्यहाँदेखि ठुल्ठुला म देखाइदिन्छु यसमा यहाँ हेर यो पुरै प्याराग्राफ अझै छ है पछाडि यहाँ हेर यो हेर यत्रो प्याराग्राफ हामीले 20 मिनटमा पढेर यो सोलुसन गर्नुपर्ने यहाँ क्वेसनहरू छन् मैले आन्सर लेखेको छु टेस्ट तयार ल्याउने सोलुसन गर्नु पऱ्यो 20 मिनट्स ओन्ली 20 मिनट्स एकदमै गाह्रो हुन्छ इङ्ग्लिस हल्का फास्ट बन्नु पऱ्यो यसको लागि बेसिक टिप्सहरू के दिन्छु भने चाहिँ हाम्रो की टर्म्सहरू हुन्छ यसमा की टर्म्सहरू खोजेर त्यो गर्न सक्नुपर्ने हुन्छ मेन कुरा नै त्यो की टर्म्समा जान्छ अब आफ्नो टेक्निकहरू पनि हुन्छन् गर्ने र आफ्नो टेक्निकले गर्दा नि हुन्छ नाउ लेट्स टक अबाउट कुनमा पुगे लिसनिङ रिडिङ राइटिङमा चाहिँ बेसिकली 2टा पार्ट्स हुन्छ पार्ट 1 पार्ट 2 पार्ट 1 मा चाहिँ हामीले सानो एस्से टाइप नै भनौँ नि त्यो लेख्ने पार्ट 2 मा चाहिँ हामीले हल्का एक्सप्यान्ड गरेर लेख्छौँ पार्ट 1 मा 4वटा प्याराग्राफ हुन्छन् फर्स्ट इन्ट्रोडक्सन ओभरअल त्यसपछि बडी प्याराग्राफ 2टा पार्ट 2 मा चाहिँ हाम्रो हुन्छ इन्ट्रोडक्सन त्यसपछि 2टा प्याराग्राफ र फाइनल बडी पार्ट भन्छु ओभरभ्यू पार्ट राइटिङमा चाहिँ मान्छेहरूले गर्छन् अनि लेख्न सक्छन् बट मान्छेहरूको मोस्ट अफ द मिस्टेक हुने भनेको राइटिङमा ठाडो भाषा लेख्छन् कि ठाडो मतलब कस्तो हुन्छ भने आफ्नै भाषामा आफ्नो थाउट लेखा जस्तो लेख्ने होइन कि एउटा प्रोफेसनल टाइपको जस्तो लेख्नुपर्छ सो मान्छेहरूको मिस्टेक हुने त्यहाँ हो अब लास्ट नट द लिस्ट स्पिकिङ सबभन्दा गाह्रो
जस्तै हामी जस्ता एउटा गाउँबाट आएको, हामी जस्तो म पनि गाउँबाट पढेर आएको, स्पिकिङ कम्पलसरी, इङ्ग्लिस कम्पलसरी हुन्थेन त्यहाँ, कम्पलसरी त गराउँदै हामी मान्थेनौँ। सो अहिले चाहिँ मलाई रिग्रेट लाग्छ त्यो कुरामा। के गर्नु अब, टाइम गयो, अब मिहिनेत गर्नु पऱ्यो। स्पिकिङ म चाहिँ हल्का के त्यो दिन चाहन्छु भने चाहिँ च्याट जिपिटीसँग बोल्ने ट्राई गर। हो, च्याट जिपिटी हुन्छन्, आइएनजी इनोभेट भन्ने एउटा अर्को वेबसाइटहरू छ, त्यसमा प्र्याक्टिसहरू गर्न मिल्छ। ielts.com भन्ने पनि हुन्छ, धेरै छन्। इफ कुनै चाहियो भने चाहिँ वेबसाइटको म नामसाम भनिदिउँला, मलाई सोध्नु कमेन्टमा। र अरू केही छ? भिडियो चाहिँ हल्का लामै भइगयो, त्यति धेरै लामो पनि भएन, बट मेरो लागि यति नै भनेको धेरै लामो नै हो। मेरो आवाज सुन्ने कि सुने होइन, माइक चाहिँ के छैन, फेरि मोबाइल टाढा राखेर बोल्दैछु। आज चाहिँ फेरि उसै पनि हाम्रो हल्का स्पेसल पर्व टाइपको नै हो, होली। सो होलीको दिन नि म यस्तै रुममा, कहीँ गएको छैन, नो साथीहरू छैनन्। सो गाइज, साथीहरू नभएर यस्तै हो जिन्दगी। पढ, म पढ्न लाग्दा यस्तो बनाइदिन्छु भनेर हेर यार, सब क्वेसन पेपर सोल्युसन गर्नुपर्ने पऱ्यो। मेरो फर्स्ट टेस्टमा चाहिँ ओभरअल कति आएको भने 6.5 भन्दा हुन्छ नि, 6.5 7.5, यसमा 6.5 आयो फर्स्ट मक टेस्टमा ओभरअल। सेकेन्ड मक टेस्टको रिजल्ट आएको छैन, लिने जानु छ, बट ड्यु टु चुनाव हाम्रो बन्द भएको छ। र द्याट्स अल फर टुडे, बाई बाई, टाटा गाइस, सी यू अगेन इन नेक्स्ट ब्लग, बाई।